सबैजना साथीहरूलाई नमस्ते। फेरि पनि स्वागत गर्न चाहन्छु शेयर सम्बन्धी आजको लेटेस्ट अपडेटमा। आजको यस भिडियोमा हजुरले 7बाट आइपिओ निष्कासनको एप्रुभल पाइसकेको एउटा नयाँ कम्पनी धरमखोला हाइड्रो इनर्जीको बारेमा सम्पूर्ण जानकारी पाउनुहुनेछ। हस्त टाइम वेस्ट नगरी भिडियो सुरु गरौँ। यस कम्पनीले भर्खरै 2082 जेठ 20 गते आइपिओ निष्कासनको एप्रुभल पाएको थियो र एप्रुभल पाउन साथ अब हामीले चाँडै यस कम्पनीमा आइपिओ भर्न पाउन सक्ने सम्भावना रहेको देखिन्छ। यस कम्पनीले 100 रुपियाँ अङ्कित मूल्यमा 39,50,000 किता सेयर निष्कासन गर्न लागेको छ, जो कि चुक्त पुँजीको 38.33% रहेको छ। वित्तीय अवस्था हेर्दाखेरि इन्फोमिक्स क्रेडिट रेटिङ नेपालले यस कम्पनीलाई IRN BB- को रेटिङ प्रदान गरेको छ, जसले यसको जोखिम वहन गर्ने क्षमता औसतमा रहेको देखिन्छ। त्यसैगरी यस कम्पनीको बिक्री प्रबन्धकमा चाहिँ लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ र अबको केही दिनपछि हामीले यस कम्पनीमा आवेदन दिन पाउनेछौँ। साथीहरू, भिडियो हेर्नको लागि धन्यवाद। मोटिभेसनको लागि एउटा लाइक गर्न नबिर्सनुहोला। फेरि पनि भेटिनेछौँ यस्तै नयाँ अपडेटको साथमा।